नमस्ते कोनिचिवा वेलकम ब्याक टु म्याक्स नेपाल स्कुप। आज हामी जापानको रिरेकिसो यानि कि जबमा बुझाउनु पर्ने बायोडाटा अथवा करिकुलम भिटाइ सिभी कसरी भर्ने भन्ने बारेमा आज हामी एकदम प्रोपर र सजिलो तरिका सिक्ने छौं। सबैभन्दा सुरुमा हामी यहाँ डेट राख्छौं। यो डेट चाहिँ इन्टरभ्यु दिने डेट अथवा यो डकुमेन्ट्स यो सिभी यो रिज्युमी चाहिँ रिरेकिसो चाहिँ बुझाउने डेट यहाँ राख्छौं। त्यसपछि यहाँ चाहिँ फोटो राख्छौं 40 बाइ 30 को ताते अल्गो चाहिँ 36 बाट 40 सम्म हुनुपर्छ र योको तेर्सो चाहिँ विथ चाहिँ 24 बाट 30 mm सम्मको हुनुपर्छ। हजुर 30 बाइ 40 अथवा 40 बाइ 30 को भए हुन्छ। र अब यहाँ फुरिगानामा हाम्रो नामलाई काटकानामा लेख्छौं र यहाँ सिमै लेखेको ठाउँमा हाम्रो नाम लेख्छौं। जापानिज तरिकामा लेख्दाखेरि फ्यामिली नेमबाट सुरु गर्ने भएको कारणले गर्दाखेरि सुरुमा थर त्यसपछि नाम लेख्छौं। त्यसपछि यहाँनिर डेट अफ बर्थ लेख्छौं, कति सालमा जन्मिनु भयो, कुन महिना र कुन दिन भनेर लेख्छौं। त्यसपछि तपाई पुरा कम्प्लिट कति वर्ष हुनुभयो उमेर लेख्छौं यहाँ। त्यसपछि यहाँ सेइबेत्सुमा आउँछ मेल अर फिमेल। मेल हो भने यस्तो खान्जी, फिमेल हो भने ओन्ना खान्जी हामी राख्छौं। र त्यसपछि अब गेन्जुसो भनेको छ। यो गेन्जुसो भनेको चाहिँ टेम्पोररी एड्रेस। अब टेम्पोररी एड्रेस भन्ने बित्तिकै तपाईले यो चाहिँ जापानमा बसोबास गर्ने आफ्नो एड्रेस राख्नु पर्ने छ। यो एड्रेस लेख्दा चाहिँ हामीले युबिन बाङ्गोबाट सबै कम्प्लिट एड्रेस लेख्नु पर्ने हुन्छ। फुरिगाना भनेको पढ्ने तरिका भयो। हामीले यो खान्जीलाई हिरागानामा लेखिदिए पनि हुन्छ। त्यसपछि यहाँ तपाईलाई कन्ट्याक्ट हुने जापानकै नम्बर लेख्नु पर्यो, तपाईलाई कन्ट्याक्ट गर्न सकिने नम्बर। रेनराकु साकी भनेको छ। रेनराकु साकी भनेको कन्ट्याक्टको माध्यम अथवा सम्पर्क माध्यम। अब सम्पर्क माध्यम चाहिँ तपाईको यही हो। टेम्पोररी एड्रेसमै तपाईलाई कन्ट्याक्ट गर्दा हुन्छ भने लेख्नु परेन। यदि तपाई बस्ने ठाउँ अर्कै छ तर तपाईलाई कन्ट्याक्ट गर्नुपर्ने ठाउँ चाहिँ अर्कै हो भने तपाईले यो ठाउँ भर्नु पर्ने छ। यहाँ भनेको छ गेन्जिसु इगाइ नि रेनराकु हो इबोसुरुबाइनोमी किन्यु भनेको छ। यदि तपाईलाई टेम्पोररी एड्रेस तपाईको एड्रेस भन्दा अरूतिर सम्पर्क गर्नुपर्ने छ भने चाहिँ सम्पर्क ठेगाना र नम्बर यहाँ राख्न सक्नुहुन्छ। त्यसपछि यहाँ आउँछ गाकुरेकी सेकुरेकी। गाकुरेकी भनेको स्कुलको हिस्ट्री, तपाईको एकाडेमिक क्वालिफिकेसनहरु राख्नु पर्यो र सेकुरेकी भनेको कामको हिस्ट्री, एक्सपिरियन्सहरु छ भने काम गरेको एक्सपिरियन्सहरु छ भने यहाँ राख्नु पर्यो। अब तपाईले गाकुरेकी सुरुमा लेख्ने भएकोले यो गाकुरेकीलाई यहाँ सार्दिनुस्, आफूले लेख्नुस्। यो रातो लगाएको जति चाहिँ हामीले यो रातो लगाएको चाहिँ हामीले भरेको हो। त्यही भएर यही गाकुरेकी यहाँ सार्ने। अब स्कुलको डिटेल, स्कुल पढेको एकाडेमिक क्वालिफिकेसन आफ्नो हाल्दै जाने। इक्जाम्पलको लागि यहाँ 2007 बाट 2012 सम्म 5 वर्ष चाहिँ प्राइमरी स्कुल बनाऊ, युनिक एकाडेमिक सेकेन्डरी स्कुल हालियो। त्यसपछि न्यू गाकु भनेको भर्ना भएको। त्यसपछि त्यही स्कुलमा चाहिँ 7 मा भर्ना भयो। अब सेम स्कुलमा 12 को 3 महिनामा चाहिँ 2012 को 3 महिनामा चाहिँ सोचुग्यौ भनेको पास आउट भयो। यो चाहिँ जापानको स्टाइलमा 5-5 वर्ष हाम्रो 10 वर्ष स्कुल भए तापनि 5-5 वर्ष प्राइमरी र सेकेन्डरी गरेर 5-5 वर्ष छुटाइएको छ। तपाईले 10 वर्ष एकै ठाउँमा राख्न नि पाइयो, तर जापानमा यसरी 5-5 वर्ष छुटाएर राखिदिनु भयो भने यो प्राइमरी रहेछ यो सेकेन्डरी रहेछ भनेर बुझ्न सजिलो हुन्छ। त्यसै गरेर यहाँनिर अब यहाँ पास भएपछि 5 वर्ष यहाँ 5 ग्रेड 5 सम्म पढेपछि अब ग्रेड 5 बाट 10 सम्म 2012 को अप्रिलमा भर्ना हुनुभयो र 2017 को मार्चमा तपाई ग्रेजुएट हुनुभयो। न्यू गाकु सोचुग्यौ भर्ना भएको, पास आउट भएको, भर्ना भएको, पास आउट भएको भन्दै वर्ष र महिना सहित स्कुलको नाम राखेर राख्नु पर्नेछ। त्यसपछि तपाईले स्कुल सकिसकेपछि अब कलेज जोइन गर्नुभयो। पाटन सेकेन्डरी स्कुल, कोउको भनेको +2 हेर्नु, स्योगाको भनेको प्राइमरी स्कुल, चिउगाकु भनेको सेकेन्डरी स्कुल र कोउको भनेको +2। अब कोउकोमा न्यू गाकु गर्नुभयो, भर्ना गर्नुभयो 2017 को 7 महिनामा। त्यसपछि कोउको सोचुग्यौ गर्नुभयो 2019 को 6 महिनामा। अब यो गरिसकेपछि अर्को स्कुलको रेकर्ड के छ, तपाईको एकाडेमिक क्वालिफिकेसन के छ भन्दाखेरि तपाई चाहिँ 2019 को अक्टोबरमा जापानको स्कुलमा न्यू गाकु गर्नुभयो र स्कुलको नाम छ सामु केउको गाकुइन। मानौ तपाईको आफ्नो स्कुल हुन्छ, जापानमा कुन स्कुलमा भर्ना गर्न जानुभएको त्यो स्कुल राख्न पाइयो। त्यसपछि 2019 मा भर्ना गरेर 2021 मा तपाई फेरि ग्रेजुएट हुनुभयो सोचुग्यौ। त्यसै गरेर यो सामु केउको गाकुइनमा ल्याङ्ग्वेज कोर्समा भर्ना भएर ग्रेजुएट भइसकेपछि सोचुग्यौ भएपछि अब तपाई जानुहुन्छ टोकियो दाइगाकु। टोकियो दाइगाकुमा चाहिँ
2021 मा पस्नुभयो र अब तपाईँ निस्किँदै हुनुहुन्छ 2024 मा। हजुर, न्यू गाकु गर्नुभयो, यो सोचुग्यो गरिसक्नु भएको छैन, त्यही भएर यहाँ चाहिँ चुगाकु हजुर अहिले पढिरहेको भन्ने मिनिङ लाग्छ। यो युनिभर्सिटीमा चाहिँ गइरहेको, अहिले पढ्दै गरेको भन्ने मिनिङ लाग्छ। यसरी तपाईले स्कुलको इन्फर्मेसन अरू पनि छ भने नेपालमा ब्याचलर मास्टरसम्म छ भने सबै लेख्नु पर्नेछ र लेखिसकेपछि सुरुमा तपाईले काकुरेकी स्कुलको हिस्ट्री लेख्नु भएको थियो, अब इजियो लेखिदिनु भयो भने स्कुलको हिस्ट्री चाहिँ सकियो भन्ने मिनिङ लाग्दो रहेछ। अब यहाँ खाली ठाउँ भयो भने तपाईले सेक्युरेकी भन्नाले यो सेक्युरेकी कामको वर्क एक्सपिरियन्स पनि हाल्न सक्नुहुन्छ। यहाँ चाहिँ थोरै ठाउँ भएकोले सेकेन्ड पेजमा जाने भए सेक्युरेकीको हाल्न। पहिलो पेज हेऱ्यौँ, अब दोस्रो पेजमा जाउँ। दोस्रो पेजमा त्यही सेम टेबल अब कन्टिन्यू हुन्छ र यहाँ छ हेर्नुहोस् सेक्युरेकी। अब सेक्युरेकी भनेको वर्क एक्सपिरियन्स। अब मैले चाहिँ इक्जाम्पलको लागि एउटा तपाईँहरूलाई पछि सजिलो हुन्छ भनेर इक्जाम्पलको लागि एउटा काम गरेको इन्ट्री गरेको छु। यदि अब स्टुडेन्टमा जाँदाखेरि तपाईँले वर्क एक्सपिरियन्स देखाउनु भएको छैन र तपाईँसँग सर्टिफिकेट छैन भने यो ठाउँ भर्नु पर्दैन। यदि तपाईँको कामको एक्सपिरियन्स छ भने चाहिँ यो ठाउँ पनि भर्नुपर्ने हुन्छ। अब अघि गाकुरेकी सकेपछि अब सेक्युरेकी भनेर यहाँ एउटा ठाउँमा लेखेर त्यसपछि सुरु गर्नुपर्नेछ। जस्तै 2020 को 7 महिनाबाट काम गरेर 2021 को 7 सम्म काम गर्नुभयो। काम गरेको कम्पनीको नाम थियो थकाली खाजाघर। अझ तपाईँले यहाँ नेपाल काठमाडौँ पनि हाल्न सक्नुहुन्छ, ठाउँ पनि एड्रेस पनि हाल्न सक्नुहुन्छ। अब तपाईँ 2020 मा यो कम्पनीमा काम गर्न पस्नु भएको कारणले गर्दाखेरि न्युस्या लेखियो, काम गर्न पसेको खाइस्यामा छिरेको। र अब काम गरेर 2021 सालमा निस्किनु भयो, त्यसलाई लेखिन्छ ताइस्या भनेको काम गरेर निस्किनु भयो अथवा रिजाइन गर्नुभयो, त्यहाँबाट रिजाइन गरेर निस्किनु भयो भन्ने मिनिङ लाग्छ। र अब अरू थुप्रै छ भने तपाईँले थप्दै जान सक्नुहुन्छ। यदि छैन भने यसरी नै फेरि इजियो यति नै अथवा सकियो भनेर लेख्न सक्नुहुन्छ। अब यहाँ पालो आयो मेन्क्यो भनेको लाइसेन्स र सिकाकु भनेको कुनै पनि क्वालिफिकेसन। यदि तपाईँको ड्राइभिङ लाइसेन्सहरू कुनै सर्टिफिकेटहरू छ भने, स्पेसल सर्टिफिकेटहरू छ भने तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। निहोन्गो क्योरोकु सिकेन जेएलपिटी एननी अथवा N2 गौखाकु। जापानिज एबिलिटी टेस्ट जेएलपिटी N2 लेभल र गौखाकु भनेको पास भनेर मैले एउटा सिकाकु क्वालिफिकेसन हालेको छु। तपाईँको के क्वालिफिकेसन छ त्यो सबै यहाँ राख्न सक्नुहुन्छ। त्यसपछि अगाडि बढौँ। यो लाइन हेर्दा एकदम कम्प्लिकेटेड देखिन्छ तर सजिलो छ। यहाँ भनिएको छ सिबौनो दौकी। एप्लाई गर्नुको कारण अथवा के कुराले तपाईँलाई प्रेरणा दियो यो जबमा एप्लाई गर्नको लागि, यो कम्पनीमा एप्लाई गर्नको लागि। तोकुगी भनेको स्पेसल स्किल। तपाईँको केही स्पेसल स्किल्स छ भने पनि यहाँ लेख्न पाइयो। सुकिना गाक्खा तपाईँको मनपर्ने सब्जेक्ट, तपाईँलाई मनपर्ने केही कुरा छ भने पनि यहाँ हाल्न पाइयो। अथवा अपिरु पोइन्टो नादो, तपाईँलाई केही रिक्वेस्ट गर्न मन लागेको, अपिल गर्न मन लागेको पोइन्ट छ भने पनि यहाँ हाल्न पाइयो। इक्जाम्पलको लागि लेखिदिएको छु। वातासी नो शुमी वा रेउरी दे नेपारू रेउरी हो चुकुरु कोतोगा देकिमास। मेरो हबी चाहिँ खाना पकाउनु हो, कुकिङ हो। नेपालको खाना बनाउन सक्छु। सोरे दे निहोन रेउरी हो चुकुरी ताइतो ओमोत्तेइमास। त्यसैले जापानको खाना बनाउन चाहन्छु भनेर चाहिँ मैले यहाँ लेखेको छु। तपाईँले आफ्नो काम केमा एप्लाई गर्दै हुनुहुन्छ त्यही रिलेटेड ट्रान्सलेट गरेर अथवा कसैलाई सोधेर लेख्न सक्नुहुन्छ। तपाईँले यो ठाउँमा चाहिँ यति कुरामा जे पनि लेख्न पाइयो, यो 4वटा कुराहरूमध्ये जे पनि लेख्न पाइयो। तपाईँलाई के कुराले प्रेरणा दियो यो काममा एप्लाई गर्नलाई, अथवा तपाईँको स्किल्स के छ, अथवा तपाईँलाई मनपर्ने सब्जेक्ट के हो, अथवा कुनै अपिल गर्न मन लागेको पोइन्ट के छ त्यो तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। अब यहाँ लास्ट अप्सन आउँछ होनिन किबो किन्युरान भनेको चाहिँ पर्सनल रिक्वेस्ट कोलम। तपाईँलाई के रिक्वेस्ट गर्न मन लागेको छ यो ठाउँमा लेख्न सक्नुहुन्छ। जस्तै यहाँ तपाईँलाई इक्जाम्पलहरू लेखिदिएको छ। तोकुनी क्युरेउ स्यालेरी, यति स्यालेरी चाहन्छु, उति स्यालेरी चाहन्छु भनेर पनि लेख्न पाइयो। अर्को छ सकुस्यु भनेको एउटा कम्पनीमा धेरै टाइपको काम छ भने म चाहिँ यस्तो खालको काम गर्न चाहन्छु भनेर पनि यहाँ रिक्वेस्ट गर्न पाइयो। अर्को छ किनमुजिखान भनेको वर्किङ आवर्स, यति घन्टा काम गर्न चाहन्छु, यो दिन काम गर्न चाहन्छु भनेर तपाईँले लेख्न पाउनुभयो। किनमुची भनेको चाहिँ यदि यो कम्पनीहरू चाहिँ ब्रान्चहरू धेरै ठाउँमा छ, जस्तै मानव रेस्टुरेन्ट रहेछ र रेस्टुरेन्टको धेरै ठाउँमा ब्रान्चहरू रहेछ भने यो ठाउँकोमा चाहिँ काम गर्न चाहन्छु, यो बिजनेस लोकेसन, यो लोकेसनमा चाहिँ काम गर्न चाहन्छु भनेर पनि लेख्न पाइयो। यो चाहिँ तपाईँले केमा एप्लाई गर्दै हुनुहुन्छ त्यसमा भर पर्ने भयो।
सोनोतानी सुइतेनो बोनादोगा आरेबा किन्यु भनेको त्यस्तै कुराहरू र अरू कुनै तपाईलाई अपिल गर्न मन लागेको भन्न मन लागेको कुरा छ भने यहाँनेर इन्ट्री गर्नुहोस् भनेको छ। यो ठाउँमा अब मैले इक्जाम्पलको लागि के इन्ट्री गरेको छु भन्दाखेरि चाहिँ गोजिन्च्यु दाइगाकुदे बेन्क्युसिमास नदे बिहानको समय चाहिँ बिहान चाहिँ युनिभर्सिटीमा पढ्छु, त्यसैले गोगो नजिखान झिउगो जिकारा झिउक्युजीमा दे बेलुकाको समय 15 भनेको 3 बजेबाट 19 भनेको 7 बजेसम्म यो जिखान 4 घण्टा हाताराकी ताइतो ओमोइमास। बिहान चाहिँ युनिभर्सिटीमा पढ्दैछु, त्यसै कारणले गर्दाखेरि बेलुकाको 3 बजेदेखि 7 बजेसम्म 4 घण्टा चाहिँ काम गर्न चाहन्छु भनेर यसरी लेखिएको छ। मैले इक्जाम्पलको लागि लेखेको छु। अब यहाँ छ इस्यु खान्नी रोकुनिची 1 हप्तामा 6 दिन निचियोबिकारा किन्योबिमादे 1 हप्तामा 6 दिन आइतबारबाट शुक्रबारसम्म ओनेगाइसी ताइतो ओमत्ते ओरिमास। हप्ताको 6 दिन आइतबारदेखि शुक्रबारसम्म चाहिँ रिक्वेस्ट गर्न चाहन्छु भन्ने कुरा मैले यहाँ इक्जाम्पलको लागि लेखेको छु। तपाईले पनि यसरी नै लेख्न सक्नुहुन्छ। र अब अझै तपाईलाई कन्फ्युज भयो भने चाहिँ यहाँ यसरी मैले यहाँ के लेख्ने, यहाँ कसरी लेख्ने, के लेख्ने, यो भनेको के हो, इक्जाम्पलको लागि के लेखेको छ, कम्प्लिट ब्लू कलरमा चाहिँ नेपाली र इङ्ग्लिसमा लेखिदिएको छु। यदि तपाईलाई यो प्रिन्ट गरेर अथवा यो डाउनलोड गरेर हेर्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा लिङ्क छ, त्यहाँ गएर क्लिक गरेर यो फाइललाई डाउनलोड गरेर तपाईले हेर्न सक्नुहुन्छ। साथै हाम्रो च्यानल म्याक्स नेपाली स्कुपलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न भने नभुल्नुहोला। आरिगातो गोजाइमासु।